रातिको 2 बजेको छ होइन। अनि एडिआर र म छौँ। अनि अहिले हामी दमक अस्पताल बाहिर छौँ होइन। अनि अब दिउँसोभरिको क्याचाङकुचुङ गाडीको हर्नको प्याप प्याप पुप पुप, यताको टेन्सन उताको टेन्सन, यस्तो उस्तो, यता हल्ला सल्ला, त्यो सब अब माइन्ड अर्कैतिर गइरहेको हुन्छ नि त। अनि जुन ठाउँमा सुनसान हुन्छ त्यो ठाउँमा मन पनि चिल हुन्छ होइन। अलिकति आनन्द रिफ्रेसवाला फिल भाइब आउँछ। त्यही भाइब लिनको लागि हामी डाँडा काँडा कता कता जान्छौँ होइन। अनि त्यतातिर जानु सकेन भने राति पिसाब फेर्नु उठ्दाखेरि 1-2 बजी सट्ट बाटोमा निस्किँदाखेरि चाहिँ यो सुनसान हामीले त्यति यो सुनसान महसुस आनन्द महसुस गर्नको लागि त्यति टाढा जानु पर्दैन क्या। हामीले आफ्नै ठाउँमा घर अगाडि पनि पाउने रहेछौँ होइन। त्यो सुनसान सुन्नुहोस्, म एकछिन चुप बस्छु। भिटीले पनि ठिक ठिक भनौँ कति सुनसान छ त्यो हेर्नुहोस्। हाम्रो दमक राम्रो दमक यही ठाउँमा कति सुनसान कति आनन्द थियो होइन। अब यही ठाउँमा हेर्नुहोस् कति हल्ला स्वर हल्ला र क्याचाककुचुक राक्षसहरू हेर्नुहोस् वरिपरि देखाइदिए राक्षसहरूलाई। जुन ठाउँमा राम्रो हुन्छ त्यो ठाउँमा नराम्रो पनि हुन्छ होइन। त्यही भन्नु खोजेको, बुझ्नुभयो होला।